गाइस वेलकम बैक टु सागर ब्लग। अहिले म कहाँ आएको छु भन्दाखेरि चाहिँ हामीको सामने गाउँको मन्दिरमा आएको छु, जो कि यता दण्ड पूजा हुँदैछ। त्यो म चाहिँ दण्ड पूजा हेर्नु आएको। म अनि आगे यति भिड भइसकेको छ नि, म जसले आएको भन्दाखेरि त हामीभन्दा आगे सबैजना आइपुगेको रहेछ। अनि यता चाहिँ आएर यस्तो हेर्दाखेरि चाहिँ दण्ड पूजाको टिमहरू चाहिँ नदीमा गएको रहेछ, किनकि नदीमा अलिकति तिनीहरूको न्यामहरू हुन्छ नि त, त्यो न्याम गर्नु लागि नदीमा गएको रहेछ फुल पुरा टिमहरू। अनि चाहिँ अलिकति वेट गर्दैछ हामी पनि। यता चाहिँ कोइला रेडी गर्दैछ, जो कि उता नदीदेखि आएर कोइलामा हिँड्छ नि, अनि पुरा कोइलाहरू रेडी गर्दैछ केटाहरूले। अनि यता आइपुगे गरे अब सबैजना हेर्दैछ खराब भएर। उहाँदेखि आँदाखेरि एक दुईजना देउ उठेर हान्छ नि त, सबैजना हेर्दैछ। यता हेर्नु सक्नुहुन्छ होला, अब सबैजना कोइलामा हिँड्नु लागि रेडी हुँदैछ। अब सबै एक एकजना गर्दै हिँड्छ। यता हेर्नु सक्नुहुन्छ होला, सबैजना एक एकजना गर्दै कोइलामा हिँड्दैछ। यता के नियम छ भन्दाखेरि केटाकेटीलाई नै जो देउ उठेको उनीहरूलाई त्यति बिरी गरे अब बिमार आजार हुन्न, कोइलामा हिँड्दाखेरि आफ्नो रोगहरू काट्छ भनेर त्यो विश्वास पनि छ। अब त्यो विश्वास पनि गर्छु पनि हामी पनि। यता हेर्नु अब नि देउ उठेर छोड्दाखेरि नि मान्छे पुरा बेहोस हुन्छ, केही थाहा हुन्न। यता लगेको हेर्नु पुरा बेहोस हुन्छ। ओ त्यो कुनामा अब यिनीहरू आफ्नो आफ्नो के नियम गर्दैछ। अब नियमहरू पुरा राम्ररी गर्नु पऱ्यो नि, एउटा एउटा नियम गर्दैछ कुनामा। उहाँदेखि प्रसादहरू पुरा फ्याँकिदिँदैछ, मान्छेलाई दिँदैछ। अब मैले पनि प्रसाद पाएँ, यो मेन प्रसाद हो यताको, जो कि मैले पनि पाएँ। अब हामी पनि बाउ छोरी अब हामी घरतिर लागेको, राम्ररी हेरेँ, प्रसाद पनि पाएँ, राम्रो लाग्यो। बाई बाई।